प्रिय दर्शकहरू नमस्ते, म डाक्टर कृष्ण कोइराला यहाँहरूकै नाक कान घाँटी र थाइरोइड सर्जन डाक्टर। र प्रश्न छ, डाक्टर साहब यो फुलिनुको रिजन के हो र यसको उपाय के छ भनेर खास यो भन्न खोजेको भने नाकको टर्मिनललाई भन्नुभएको, नाकको भित्रपट्टिको मासु जुन हुन्छ त्यो मासु फुल्ने कारण के हो र यसको उपाय चाहिँ के छ भन्नुभएको छ। अब खास गरी हाम्रो नाकको टर्मिनल सुन्ने प्रमुख कारण चाहिँ एलर्जी हो। एलर्जिक राइनाइटिस भन्ने अवस्था हो। अर्को भनेको इन्ट्रिन्सिक राइनाइटिस भनेको एलर्जी जस्तै हुन्छ तर आछ्यु कम आउँछ। नाकमा चाहिँ एक खालको मासु सुनिने अवस्था हुन्छ। इन्ट्रिन्सिक कन्डिसन भनेको हाम्रो शरीरकै अवस्थाले गर्दाखेरि हुन्छ। जस्तै बेसोमोटर राइनाइटिस भन्ने प्रोसेस हुन्छ। बेसोमोटर इम्ब्यालेन्स भयो भने नाकमा यो समस्या आउन सक्छ। अर्को भनेको कहिलेकाहीँ एउटा नाक बाङ्गो, एकातिरको नाक बाङ्गो भयो भनेदेखि सेप्टम पर्दा अर्कोतिर नाक फुलिन्छ। त्यसलाई हामीले कम्पेन्सेटरी हाइपोट्रोफी अफ द टर्मिनल भनेर भन्छौँ। यी विविध कारणले गर्दाखेरि नाकको मासु फुलेको हुन्छ र नाकभित्रको मासु फुलेमा बिरामीलाई सास फेर्न गाह्रो हुनु पर्यो, नाक बुझिनु पर्यो, नाकबाट पातलो पानी आउनु पर्यो। यस्ता विविध कारण भयो। कहिलेकाहीँ पिनास हुनु पर्यो, टाउको दुख्नु पर्यो। यस्ता विविध समस्या भए मात्र अपरेसन गर्नुपर्ने हुन्छ, नत्र अपरेसन गर्नु पर्दैन। सामान्य अवस्था भएमा हामीले नाकमा स्प्रे लगाउँछौँ, नाकबाट पानीको बाफ लिन्छौँ। कहिलेकाहीँ एन्टी एलर्जिक र स्टेरोइड दबाई पनि बिरामीहरूलाई दिने गर्छौँ। र कहिलेकाहीँ गाह्रै भएमा हामीले अपरेसन गर्नुपर्ने हुन्छ। अपरेसन गरेर नाकको मासु काटेर फालिदियो भनेदेखि यो समस्या हल हुन्छ। यसको पर्मानेन्ट उपाय भनेको चाहिँ नाकको टर्मिनेट एक्सिजन गर्ने, टर्मिनेक्टोमी सर्जरी भन्ने हो। नत्र खासै आतिनुपर्ने हुँदैन। नाकबाट पानीको बाफ लिनु पर्यो, चिल्लो पिरोहरू कम खानु पर्यो, रुगा लाग्ने कुराहरू कम प्रयोग गर्नु पर्यो, आइसक्रिमहरू कम खानु पर्यो, नआत्तिनु होला। तर पर्मानेन्ट सोल्युसन चाहिँ अपरेसन हो। अपरेसन गर्ने अवस्था फेरि त्यसले समस्या दिए मात्रै अपरेसन गर्ने, अन्यथा अपरेसन गर्नु पर्दैन। तर नाकमा इनएडभर्टेन्ट रूपले थोपाहरू चाहिँ नलगाउनु होला। नाकमा लामो समय थोपा लगाइयो भनेदेखि त्यसले बानी पार्छ। त्यस्तो बेला अपरेसन गर्नुपर्ने हुन्छ। तर नाकमा स्प्रे लगाउँदा खासै साइड इफेक्ट हुँदैन। स्प्रेले मासु पनि घटाउँछ, स्प्रेले बानी पार्दैन। धन्यवाद।